माधव नेपालको नाम लिएर म एकछिनपछि मुख खुल्ला गर्छु। देशकाको नाम किन लिनु? देशका को नाम केपी ओलीको यो प्रवृत्ति अत्यन्तै असभ्य, अनसिभिलाइज्ड र गलत छ। उहाँलाई त रमाइलो भए जस्तो क्या, देश बर्बाद भइरहेछ, संविधान बर्बाद भइरहेछ, संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको छ, उहाँ त बडो जितेको विजेता जस्तो। संकट होला, केपी ओलीलाई पर्या होला, प्रचण्डलाई पर्या होला, माधव नेपाललाई पर्या होला। देशलाई कहाँ संकट पर्यो? केमा संकट? तपाईँहरूलाई केमा संकट पर्यो भन्नुहोस् त? अघि मैले भर्खर सुने संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्यो भनेर यो बाँचोस् भनेको थियो अरे, खतरामा पर्यो अरे संघीय लोकतान्त्रिक गणतन्त्र। के भएछ? केही बिमारी त संघीय लोकतान्त्रिक गणतन्त्रलाई म देख्दिनँ। कुनै कहीँबाट खतरा आएको त देख्दिनँ। कुरा चाहिँ मिठोसँग गर्ने तर भित्र चाहिँ छुरा चाहिँ रोप्ने यस्तो हुनुहुँदो रहेछ क्या हाम्रो केपीजी। अनि के म मान्छे मार्दै, विधवा बनाउँदै, टुरा बनाउँदै, दुनियाँलाई रुवाउँदै हिँड्नु त म? कुरा बोल्नु हो त उहाँले भन्नुहुन्छ नि, म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न, गर्नेलाई देख्न पनि सक्दिनँ भन्नुहुन्छ, गर्नेलाई मजाले संरक्षण गर्नुहुन्छ। फेरि भित्रबाट चाहिँ गाईलाई घाँस हाल्यो भने दुध दिन्छ, भैँसीलाई घाँस हाल्यो भने दुध दिन्छ, भेडालाई घाँस हाल्यो भने ऊन दिन्छ। प्रचण्डलाई के दिएर के दिन्छ? केपी जस्तो निरङ्कुश अहङ्कारी दम्बीलाई भित्र गोबर भरिएपछि केपी जति बुद्धि नभएको नेता मैले कोही पनि देखेको छैन। प्रचण्डलाई सहकार्यमा लिन सकिँदैन, माधव नेपाललाई सहकार्यमा लिन सकिँदैन, किन उहाँहरूको विश्वसनीयता छैन। केपी ओलीजीको मैले बखान गर्नु जरुरी छैन। त्यो हजार जीवा भएका शेष नागले उनको व्याख्या गर्न सक्दैनन्, मैले कसरी गर्न सक्छु? उनी त बैलगाडा दर्शनका प्रवर्तक हुन्। बैलगाडा चढेर वाशिंगटन जानु र नेपालमा राजतन्त्रलाई फालेर गणतन्त्र ल्याउने उस्तै कुरा हो भनेर निराशा छर्ने व्यक्ति, गणतन्त्र विरोधी व्यक्ति आज गणतन्त्र विरोधी शक्तिसँग साँठगाँठ गर्दैछ। त्यसो हुनाले उनी बैलगाडा दर्शनका प्रवर्तक, दार्शनिक